नमस्ते, स्वागत छ सब युट्युब फ्यामिलीहरूलाई। आज म चाहिँ गोलभेडाको बिउ राख्न गइरहेको छु। गोलभेडाको बिउ राख्नको लागि मैले चाहिँ फर्स्टमा राम्रोसँग माटो मिलाएँ। माटोमा मल हालेर डल्ला फुटाएर मसिनो बनाएँ। अनि बनाइसकेपछि मैले एउटा पोली ब्याग लिएँ। माटो मिलाउन गरेर त्यसपछि पोली ब्यागमा माटो मिलाइसकेको माटो हालेँ। पोली ब्याग फिट गरिसकेपछि पानी हालेर लगाएँ माथिबाट। अनि पानी लगाइसकेर फेरि मैले सुक्खा माटो हालेँ। अनि त्यसपछि मैले आफ्नै किचनमा खानुको लागि ल्याएको गोलभेडा काटेर सिडहरू यसरी राम्रोसँग चारैतिर हालेर अनि फेरि मैले सिडलाई छोप्ने गरेँ। माथिबाट माटो लगाएँ। माटो लगाइसकेपछि मैले चाहिँ पानी लगाएन। त्यसपछि मैले हावा नजाने गरी टाइटसँग माथिबाट प्लास्टिकले राम्रोसँग छोपेर मैले घाम भएको ठाउँमा राखिदिएँ। 4-5 दिनपछि मेरो गोलभेडा उम्रन सुरु भयो। अनि उम्रिसकेको मैले 10-15 दिनपछि 3 या 4 निक्लेपछि मैले गोलभेडा अब सारेको पार्ट 2 देखाउने छु। साथी भिडियो मन परेमा लाइक